यसो र दुईटा भिडियो सुनौँ त्यसपछि म कुरा गर्छु है। यसको पोस्टमार्टम लगायत सुरक्षा निकायबाट प्रमाणित भएर उहाँहरू चाहिँ स्थानान्तरण भएकै कारण आत्महत्या गर्न बाध्य हुनुभयो भन्ने कुरा प्रमाणित हुन बाँकी छ। त्यो प्रमाणित भए Your mother? Jail. She's in jail. You don't see her in this courtroom, do you? No, so. Because she can't be here. She's in jail, isn't she? Yes, so. It would be impossible for her to be here in the courtroom, wouldn't it? Yes, so. Hey, Jay, Yes, so. give me your hand. All right. Give me. र सुन्यौँ हामीले मुनि झाको होइन त पोस्टमार्टम रिपोर्ट आउँछ। त्यसपछि पोस्टमार्टम रिपोर्ट लेखिए भन्छ उहाँको मृत्यु चाहिँ एक ठाउँबाट अर्को ठाउँ सारेको कारणले भएको हो भने हामी चाहिँ कारवाही गर्छौँ भने हान एकदमै बडा मिलाएर झुट बोले हान है। यसरी उन त एउटा प्रतिनिधि पात्र हुन्। अब यो झुट चाहिँ यस्तो खाले मैले जे बोले पनि हुन्छ होइन, यो चाहिँ यसको मैले फेरि अन्त जवाफ दिनु पर्दैन भन्ने तरिकाले यो जो संस्कार छ नयाँहरूमा एकदम अहिले मौलाइराखेको छ। पुरानाहरूलाई गाली गर्थ्यौँ हामीले, पुरानाले चाहिँ ढाँट्छन् अनि पुरा रेल ल्याउँछन् ओलीले भन्ने गर्थ्यौँ। अहिले त एकदम रेल होइन, अहिले त पुरै B to Z नै हाम्रो माथि ल्याउनु थालिसक्यो अहिले। यसैले यो संस्कार यति हुर्किँदै गएको छ कि यो त एकदम पुरै जवाबदेहिता होइन, मैले जवाब दिनु पर्दैन भन्ने खाले हो यो। यसकै बारेमा मैले चाहिँ कुरा गर्नलाई एउटा सानो अर्को भिडियो उठाएर ल्याएको छु। यो भिडियो अमेरिकाको हो। 2007-08 अमेरिकी आमाले आफ्नो छोरीलाई चाहिँ यो नुहाउने एउटा पानीको हुन्छ एउटा डब्बा हुन्छ प्लास्टिकको ठुलो हुन्छ, त्यसमा चाहिँ पानी भर्छिन् अनि छोरीलाई लगेर माथिबाट मुन्टु थिचेर मार्छिन्। जुन कुरा त्यहाँनिर बसेको अलि त्यो छोरीभन्दा 1-1.5 वर्ष कान्छो छोराले वरबाट देखिरहेको हुन्छ। अनि छोरी मरिसकेपछि उनीहरूले प्यारामेडिक्सलाई फोन गर्छन्, प्यारामेडिक्स आउँछ अनि आएर ट्राई गर्छ। अब त्यो अलरेडी मरिसकेको थिइन् अनि मरेलाई डेड घोषणा गर्छ अनि त्यसलाई हस्पिटल लग्छन् अनि हस्पिटलपछि पोस्टमार्टम हुन्छ अनि पोस्टमार्टममा फोक्सोमा पानी बढी भएकोले मरेको भन्छ, त्यसलाई एक्सिडेन्टल डेथ भन्छ अनि केस क्लोज। अब त्यस पछाडि 2-3 दिनपछि त्यो छोरो स्कुल जान्छ, एजे स्कुल जान्छ। स्कुल गएपछि टोलाउँदै उसले एउटा स्केच बनाउँछ। स्केच बनाउँदा ठ्याक्कै त्यो स्केच कस्तो हुन्छ भने ठ्याक्कै चाहिँ त्यो माथिबाट त्यो ठ्याक्कै बाटामा पानी राखेको माथिबाट उसले थिचेको हुन्छ। अनि त्यसपछि एउटा टिचरले त्यो देख्छन्, टिचरको माइन्ड क्लिक हुन्छ किनकि त्यसको दिदीको त्यो मृत्यु हुने बेला त्यो अलिकति मिडियामा आएको केस हुन्छ। अनि उसले पुलिसलाई फोन गर्छ अनि पुलिस आउँछ अनि पुलिसले अब त्यो एक्सिडेन्टल केस नभएर त्यसलाई अब एक्सिडेन्टल डेथको केस नभएर त्यसलाई अब मर्डरतिर ऊ गर्छ, पुलिसले त्यसलाई चेन्ज गर्छ अनि आमालाई एरेस्ट गर्छन्। आमालाई इन्क्वायरी पछि आमाले चाहिँ मारेको स्वीकार चाहिँ अनि पछि अदालतमा बयान हुन्छ। त्यो छोरो सानो बाबुको बयान लिन्छन् अनि त्यो बयानको त्यो सानो भिडियो मैले त्यहाँ लगाएको। अनि अब यहाँनिर पोस्टमार्टमले पत्ता लगाएको के हो भने कसरी मरेकी थिए पछि भन्ने कुरा पानी खाएर मरेकी थिए, शरीरमा लङ्समा पानी गयो हो। पोस्टमार्टमले पत्ता लगाउनु त्यति हो होइन। पोस्टमार्टमले त त्यो सुकुम्बासी तिनी कसरी मरे त, तिनी हार्ट अट्याक भएर मरे कि होइन, तिनी कतै अब घाँटी काटेर मरे कि तिनी कसरी मरे, पानीमा डुबेर त्यसरी मरे कि कसरी मरे त्यो मात्रै पत्ता लगाउने हो। किन भन्ने पोस्टमार्टमले पत्ता लगाउनु, किन पत्ता लगाउने त त्यो विस्तृत व्यापक अर्को अध्ययनले पत्ता लगाउने, अनुसन्धानले पत्ता लगाउने। जस्तो यहाँनिर त्यो बाबुले स्केच बनायो अनि त्यसको आधारमा पुलिसले अनुसन्धान गर्यो त्यसरी पत्ता लगाउने होइन। कसैले विष खाएर मरेको छ भने विष खाएर मऱ्यो भने चाहिँ पोस्टमार्टमले के पत्ता लगाउने भन्दाखेरि विषको कारणले लङ्स फेल भयो, हार्ट फेल भयो अनि त्यसको मृत्यु भयो भनेर पोस्टमार्टमले त्यो पत्ता लगाउने हो। अब त्यो के अरे विष आफैले खुवा कि अरू कसैले खुवाइदियो भन्ने कुरा त्यसको बेसी अनुसन्धानले पत्ता लगाउने हो। कोही मान्छे सडकमा टाउको कुच्चिएर मरेको अवस्थामा भेट्यो भने त्यसलाई चाहिँ पोस्टमार्टमले के पत्ता लगाउँछ, उसको चाहिँ त्यो बडी चाहिँ त्यो टाउको बोन फ्र्याक्चर भएर मरेको भन्ने पोस्टमार्टमले भन्छ। अब त्यो किन मऱ्यो त्यो पोस्टमार्टमको एन्सर आउनु भनेको हाउ हो, कसरी मऱ्यो। अनि विस्तृत किन मऱ्यो वाइको एन्सर चाहिँ विस्तृत अरू अध्ययनले पत्ता लगाउँछ। त्यही हुनाले यहाँनिर यिनी मनिष झाले यसरी ढाँटे कि मनिष झा त एउटा प्रतिनिधि पात्र हुन् होइन। यो बढिरहेको छ यो कल्चर, विशेष गरेर यसले नयाँमा यस्तो बढाएको छ कि जे पार्टी बोल्ने हिँड्ने गरिरहेको छन्। योभन्दा अगाडिको भिडियोमा मैले भनेको थिएँ त्यो कानुन मन्त्री सुवेता गौतम तिनले भनेका छन् यो अध्यादेश पहिलेका नेताहरूले पहिलेका पार्टीहरूले अध्यादेश ल्याउँथे अनि आफ्नो काम बनिसक्यो भने अध्यादेशलाई चाहिँ पार्लियामेन्टमा पेश नगरेर फ्रिज गर्थे भन्थ्यो। त्यसै दिन रातो पार्टीमा एउटा लामो न्युज आज च्यालेन्ज गरेको छ सुवेता गौतमलाई कि तपाईँले एकदमै सिधा झुट बोल्नुभयो, तपाईँले एउटा मात्रै उदाहरण दिनुहोस् भनेको छ।
नेपालको पार्लियामेन्ट्री हिस्ट्रीमा एउटा मात्र यस्तो उदाहरण दिनुहोस् जसले चाहिँ त्यो अध्यादेश ल्यायो, आफ्नो काम गर्यो अनि त्यसपछि निस्किएर बनाइदियो। त्यही भनेर यो कल्चरले एकपल्ट त नेपाली एकपल्ट त जनतालाई ढाँटिएला, तर फर्केर आउने आफैतिर हो। सबभन्दा ठुलो घाटा हुने आफैलाई हो। त्यही हुनाले यसमा चाहिँ सम्बन्धित पक्षले सम्बन्धित सोच्दा राम्रो होला।